A+ ल्याउने क्याटेगोरीको स्टुडेन्ट कता जाने त म्यानेजमेन्टतिर भन्दा चाहिँ शङ्करदेव हाम्रो एउटा कुरा पनि छ यु आर द एभरेज अफ द 5 पिपल एराउन्ड यु हैन तिम्रो वरिपरि 5 जना मान्छे कस्तो छ त्यसले नै तिमीलाई डिटरमाइन गराउँछ अनि लास्टको 1 महिना पढेपछि पास हुन्छ भन्ने हुन्छ नि त एउटा कन्सेप्ट के बिबिएमा त्यो छ नाइ त्यो सोचेर चाहिँ नआउनु होला हैन हाम्रो कलेज लाइफ भन्दा चाहिँ यो बिबिए हुन्छ नि युनिभर्सिटी लाइफ डिफरेन्टै हुन्छ। नमस्ते सबैजना भाइ बहिनीहरूलाई स्वागत छ। शङ्करदेवमा अहिले बिबिए सेकेन्ड सेममा पढ्दै गरेकी एन्जिला पौडेल हामीसँग छिन्। नमस्ते एन्जिला। नमस्ते सर। सन्चै छौ? हजुर सन्चै छु। आफ्नो बारेमा छोटो जानकारी। नमस्ते, माई नेम इज एन्जिला पौडेल। आई एम करेन्टली स्टडिङ बिबिए एट शङ्करदेव कलेज। अनि म चाहिँ अहिले करेन्टली यता चागलमा बसिरहेको छु। चागेल कि चाभेल? चागल। कति टाढा छ यहाँबाट? यहाँबाट अराउन्ड गाडीमा चाहिँ 45 मिनट्स। 45 मिनट्स। हजुर। त्यहाँबाट शङ्करदेव कति टाढा छ त? ओके, त्यहाँबाट चाहिँ शङ्करदेव अराउन्ड 30 मिनट्स। ओके। शङ्करदेवमा तिमी अहिले बिबिए पढ्दैछौ। शङ्करदेव नै किन रोज्यौ त? एउटा चाहिँ रेपुटेसन, एउटा गुडविल, अनि पहिल्यैदेखि चलिआएको हुन्छ नि त। A+ ल्याउने क्याटेगोरीको स्टुडेन्ट कता जाने त म्यानेजमेन्टतिर भन्दा चाहिँ शङ्करदेव पहिलो रोजाइ नै शङ्करदेव। त्यसपछि बल्ल अरू अप्सन थियो अनि सो मेरो शङ्करदेव भयो। सो त्यो A+, मोटामोटी नभए हायर ए हैन 3.5 हायर ए कम्पिटिसन छ मतलब त्यहाँ मतलब क्लासमा आफूमा? हजुर कम्पिटिसन चाहिँ छ। फिल हुन्छ मतलब साथीलाई हेर्दा ओहो यसले त गरेछ त्यो हुन्छ। ओके, किनकि शङ्करदेवले दिने भनेकै त्यही हो। अनि हाम्रो एउटा कुरा पनि छ यु आर द एभरेज अफ द 5 पिपल एराउन्ड यु हैन तिम्रो वरिपरि 5 जना मान्छे कस्तो छ त्यसले नै तिमीलाई डिटरमाइन गराउँछ। एन्ड इफ यु आर एमङ द ट्यालेन्टेड ग्रुप त्यसमा तिमीमा पनि त्यो कुराहरू आउने भयो है। ओके, +2 चाहिँ तिमीले कहाँबाट गरेको? मैले +2 चाहिँ विश्वनिकेतनबाट। हजुर। त्रिपुरेश्वर, यस। तिमी पुरै मतलब अनि त्यहीँबाट अप डाउन गर्थ्यौ? हजुर, चागलबाटै। त्यहाँबाट कति टाढा थियो? त्यहाँबाट चाहिँ अराउन्ड 30 मिनट चाहिँ हो, गाडीमा चाहिँ तपाईलाई 20 मिनट्स। ए ओके। बिहानको टाइम मजाले गाडी चल्ने, तपाईको जाम पनि नहुने अनि चाहिँ ओके। तिमी चाहिँ 1 देखि 12 सम्म त्यही पढेको? नै म एसई चाहिँ मेरो ज्ञानोदयबाट बाफल। हजुर। अनि त्यसपछि कलेज चाहिँ विश्वनिकेतनबाट। बाफलबाट चाहिँ तपाईले ज्ञानोदयबाट चाहिँ मैले एसई पास आउट हो म। अनि +2 चाहिँ विश्वनिकेतनबाट त्रिपुरेश्वरमा छ। हजुर। अनि अहिले चाहिँ करेन्टली शङ्करदेव है। ल तिमी सधैँ यस्तै हसमुख हो। ल होमवर्क्सहरु एकदमै धेरै छ हजुर शङ्करदेवमा। जति पनि भाइ बहिनीहरु छ उनीहरुलाई भन्दियो कि जति पनि म्यानेजमेन्टमा चाहिँ एकदमै हुन्छ नि लास्टको 1 महिना पढेपछि पास हुन्छ भन्ने हुन्छ नि त एउटा कन्सेप्ट। के बिबिएमा त्यो छ? नाइ त्यो सोचेर चाहिँ नआउनु होला हैन। हाम्रो कलेज लाइफ भन्दा चाहिँ यो बिबिए हुन्छ नि युनिभर्सिटी लाइफ डिफरेन्टै हुन्छ। कलेजमा चाहिँ टिचरहरूले बडा हामीले पढ्थ्यौँ भने यहाँ चाहिँ हामीले के जान्नु छ त्यो चाहिँ टिचरहरूसँग सोध्ने हो। सो अन द बेसिस अफ वाट तिमी कतिको क्युरियस छौ त्यही अनुसार चाहिँ टिचरहरूको रेस्पोन्स आउँछ। अनि असाइनमेन्ट त अफकोर्स हुन्छ नि, त्यसमा पनि प्रेजेन्टेसन एभ्री डे अनि वर्कसपहरू, सेमिनार्सहरू अनि केस स्टडिजहरू चाहिँ हुन्छ। भनेपछि बहुतै बिजी स्केड्युल छ। यस सर। ओके, मतलब जति पनि भाइ बहिनीहरु मलाई पनि यो क्वेरीजहरू आउँछ कि हुन्छ नि त एउटा म्यानेजमेन्टको स्टुडेन्ट चाहिँ साइन्सको स्टुडेन्ट भन्दा त्यति धेरै मतलब सिरियस हुँदैन अनि हुँदैन पनि केही हदसम्ममा है। अनि त्यसपछि तपाईँ +2 चाहिँ लास्टको 2 महिना पढेर अथवा 1 महिना पढेर पास गरेको अथवा राम्रै ग्रेड ल्यायो भने पनि लास्टको 2 महिना पढेर ल्याएको उनीहरूलाई चाहिँ डाइरेक्ट म्यानेजमेन्टमा जाँदाखेरि मतलब बिबिएमा प्रोग्राममा जाँदाखेरि चाहिँ अलिकति अप्ठ्यारो ओहो होमवर्क्सहरू धेरै हुँदो रहेछ, असाइनमेन्ट्सहरू। अनि सेमेस्टर तपाईँको चाहिँ सेमेस्टर इक्जाम्स त होइन तपाईँको चाहिँ जुन इन्टरनल इक्जाम हुन्छ त्यो पनि एकदमै धेरै हुने। एकदमै हाम्रोमा चाहिँ 3टा हुन्छ। एउटा एउटै सेममा 3टा। अहिले चाहिँ हाम्रो लास्टमा चाहिँ मैले 2टा दिएको थिएँ, एउटा मिड अनि एउटा प्रिबोर्ड। नत्र मैले सुनेको अनुसार चाहिँ 3टा पनि हुन्थ्यो कि हाम्रो। अहिले चाहिँ 2टामा चलेको छ लक्की। अनि हाम्रो एक्जाम सक्यो नि फर्स्ट सेमेस्टरको 1 हप्ता मात्रै बिदा थियो। सिरियस 1 हप्ता। अन्त एकैचोटि फेरि सेकेन्ड सेम सुरु। सो ग्याप केही पनि हुँदैन, भ्याकेसनको त चान्सै छैन।
कहिलेकाहीँ कलेजले दियो भने इट्स गुड होइन, नत्र दिने चान्सेस चाहिँ एकदमै कम हुन्छ क्या कलेजले पनि। ओके किनकि क्रेडिट आवर्स चाहिँ पुरा गर्नुपर्छ। अनि शङ्करदेवमा चाहिँ अरूमा भन्दा 5 क्रेडिट आवर्स चाहिँ एक्स्ट्रा हुन्छ नि। मतलब अरू भन्दा तपाईहरुको स्टडी आवर्स चाहिँ एक्स्ट्रा हुन्छ, छ एक्स्ट्रा हुन्छ नि है। हुन्छ हजुर। त्यो चाहिँ कलेजले नै डिटरमाइन गरेर राखेको छ। मिनिमम 48 अनि म्याक्सिमम चाहिँ तपाईको हाम्रो कलेजमा चाहिँ 55 सम्म पनि कुनै जान्छ क्या। अनि हाम्रोमा चाहिँ 55 सम्म जान्छ कहिलेकाहीँ। शङ्करदेव नेपालकै पायोनियर कलेज इन बीबीए। हजुर। गभर्नमेन्ट कलेजमा म प्राइभेटतिर गइन, गभर्नमेन्ट तर्फ कसैले अरू कलेजको नाम सुनेको होला नहोला, शङ्करदेवको नाम सुन्या हुन्छ। हजुर हजुर। शङ्करदेव र एनसीसी नेपाल कमर्स क्याम्पस, तर पनि धेरै कुरो चाहिँ शङ्करदेव। हजुर। जति पनि भाइ बहिनीहरू छ शङ्करदेवको लागि तयारी गर्न चाहनुहुन्छ अथवा शङ्करदेवमा कसरी एडमिसन पाउने होला भनेर सोच्नु भएको छ, उहाँहरूलाई चाहिँ तिमीले गरेको जुन चाहिँ मेथडमा तिमीले प्रिपरेसन गर्यो त्यसको। ओके, सो मैले चाहिँ एडोसफ्टबाट नै जोइन गरेको हो। अनि सेम्याटको बारेमा थाहा पाएँ। अनि एडोसफ्टमा चाहिँ मैले पहिला फोन गरेको थिएँ मर्निङ सिफ्टको लागि है। अनि मलाई चाहिँ बिचमा जानु पर्यो बुटवल। हजुर। अनि मैले चाहिँ पछि सर म मर्निङ सिफ्टको लागि इनरोल हुन्छु नि भन्दा हजुरले प्याक भयो भन्नुभएको थियो। त्यो पहिले एडमिसन गर्नु अनि पहिला बाहिर जानु। अनि मैले चाहिँ त्यो गल्ती गरेर म डेमा परेँ होइन। त्यो डेमा हुँदैमा नराम्रो चाहिँ होइन, बट त्यो माहौल मिल्दैन नि त। मर्निङमै म एडजस्ट गरिरहेको थिएँ मान्छे, डेमा चाहिँ अलिक गाह्रो भएको थियो मलाई। अनि त्यसपछि चाहिँ चलिराख्दा चाहिँ पढाइ चलिराख्दा हाम्रो विकली टेस्ट हुन्छ नि, त्यो चाहिँ नछुटाउनुहोस्। इफ शङ्करदेवी टार्गेट हो भने चाहिँ एडोसफ्टले लिएको विकली टेस्ट चाहिँ नछुटाउनुहोस्। सक्नुहुन्छ भने चाहिँ अनलाइन अफलाइनै आएर दिनुहोस्। किनकि अनलाइनमा र अफलाइनमा धेरै डिफ्रेन्स हुने रहेछ क्या सर। मैले पहिला टाइम म्यानेज गरिरहेको थिएँ है अनलाइनमा। अफलाइनमा आउँछ त भ्याइँदैन त क्वेसन। अनि मेरो फर्स्ट क्वेसन पनि यही थियो होला हजुरलाई। अनि त्यसपछि त्यही भएर चाहिँ अफलाइनै एक्जाम दिनुहोस्। मैले चाहिँ एउटा मिस्टेक गरेको थिएँ। के मिस्टेक भन्नुहुन्छ भने मैले शङ्करदेवमा मात्रै इन्टरभ्यूको लागि फर्म भरेको थिएँ। यो मिस्टेक चाहिँ नगर्नु होला। ओभर कन्फिडेन्ट भनौँ या कन्फिडेन्ट भनौँ होइन, त्यो मेरो भएको थियो बाई लक होइन। तर यो सबैको हुन्छ भन्ने छैन। सो ऊ चाहिँ इन्टरभ्यूको लागि चाहिँ फर्महरू जताजतै पनि भर्नुहोस् होइन। आफूलाई जुन मनले खाएको कलेज हुन्छ नि त्यसमा भर्नु होला। मैले जस्तो मिस्टेक चाहिँ नगर्नु होला भन्छु। अनि टाइम चाहिँ हजुरहरूले सेम्याटको लागि हाम्रो लेक्चर आवर यहाँ जति छ त्यसलाई नै हेर्नुहोस् होइन। अनि त्यहाँभन्दा चाहिँ हल्का एक्स्ट्रा अब शङ्करदेवी टार्गेट हो भने चाहिँ 1 घन्टा कि 2 घन्टा चाहिँ इफेक्टिभली पढ्नुहोस्। त यहाँको नोट्स अनि विकली एक्जाम इनफ। अन्त हजुरले जुन प्र्याक्टिस गराउनु भएको थियो नि त्यही नै आएको थियो क्या। म्याथ त यति सजिलो आएको थियो नि। वाउ, द्याट्स वाउ। ओके, म्याथ चाहिँ धेरै नै सजिलो आएको थियो लास्ट इयरको। तिमीले चाहिँ इफेक्टिभली तिमीले चाहिँ 1-2 घन्टा भन्यौ, 1 र 2 घन्टामा नि 1 घन्टाको फरक छ। तिमीले चाहिँ कसरी प्रिपेयर गर्थ्यौ? सो मैले चाहिँ भने डीमा लिएको थिएँ मैले। अनि हाम्रो 2 घन्टासम्म त यहीँ एडोसफ्टकै भयो। त्यसपछि हल्का फ्रेस हुन्थेँ। अनि म चाहिँ इभिनिङ टाइममा कि त मर्निङ टाइममा त्यसको हल्का हजुरहरूले पढाएको नोट्स एक्चुअली रिभाइज गर्थेँ। अनि हाम्रो सरले वेबसाइट्सको नाम पनि दिनुभएको थियो। अनि त्यहाँबाट प्र्याक्टिस क्वेसन्सहरू चाहिँ अलिअलि प्र्याक्टिस गर्थेँ। इफ मैले 1 घन्टा पढिरहेको छु भने हाफ एन आवर चाहिँ म प्र्याक्टिस गर्थेँ कि। अनि सो टाइम म्यानेज गर्न सजिलो भएको थियो। त्यसरी चाहिँ मैले डेली भन्दा अब ग्याप त हुन्छ नि अभियसली। कन्सिस्टेन्सी चाहिँ म थिइनँ। पढेँ भने चाहिँ म 2 घन्टा रेगुलरली 2 घन्टा चाहिँ 2 घन्टा रेगुलर क्लास बाय त्यो इफेक्टिभली क्लास 2 घन्टा मतलब 2 घन्टा तिमी पढ्नु छ भने तिमी टेबलको अगाडि करिब 3 घन्टा बस्नु पर्यो। ओके, 3 घन्टा पढ्नु। डिस्ट्र्याक्सन अफ फोन भएपछि डिस्ट्र्याक्सन त भइहाल्थ्यो। अनि या इफेक्टिभली चाहिँ 2 घन्टा फोनलाई साइलेन्ट गर्ने अथवा कतै राख्ने। अनि त्यसपछि सिर्फ बुक अनि तिमी अनि वाटर बोतल, अरू केही पनि नै। यो कुरा चाहिँ बुझ्नु जरुरी छ। किनकि धेरैजना भाइ बहिनीहरू के हुन्छ भन्दा यतिखेर कुल मतलब अब्भियसली होइन 12 को प्रेसर पछि बल्ल निस्किएको छ। फेरि कसरी मतलब कहाँ पढ्ने एकदम गाह्रो हुन्छ क्या सर। बट वे फरवर्ड त यही नै हो नि त होइन। यो बाइकको कुनै अप्सनै छैन। सो तपाईँले 2 आवर्स क्लास लिएकै हुनु पर्यो रिगरसली। देन तपाईँ चाहिँ फेरि 2 आवर्स फेरि तपाईँले इफेक्टिभली पढ्नु पर्यो। मेबी तपाईँलाई 2 घन्टामै गर्नु होला या 3 घन्टामा गर्नु होला या 4 घन्टामा। द्याट इज अपन यु होइन। यो चाहिँ तपाईँको चाहिँ प्रिपरेसन भयो। र धेरैजना भाइ बहिनीहरू जति पनि पोखरा युनिभर्सिटीमा एफिलिएटेड कलेजहरूमा चाहिँ स्कलरसिपमा पढाएको छ
इभन जसले चाहिँ तपाईँको चाहिँ अडचन पनि छ त्यहाँ है, हजुर हजुर अडचन त धेरै पढ्ने बच्चा हो, तपाईँले अब खै अब त्यहाँ कस्तो गरिरहेछ, यहाँ चाहिँ एकदमै पढ्ने बच्चा हो, मेहनती बच्चा हो। जति पनि मैले चाहिँ राम्रो मार्क्स ल्याउनेहरूसँग गरेँ, उनीहरूले चाहिँ इफेक्टिभली सर 2.5 घन्टादेखि 3 घन्टा हामीले पढेकै हो हजुर भन्ने तरिकाले आउँछ। त्यही भएर भाइ बहिनीहरूलाई चाहिँ मैले के आग्रह गर्छु भन्दाखेरि तपाईँहरूले सिनियर, हामीले भनेको नमान्नुहोस्, सिनियरले भनेको त मान्नुहोस् है, एटलिस्ट तपाईँले घरमा चाहिँ 2 घन्टा इफेक्टिभली पढेको हुनुपर्छ है। हजुर इफ यु आर टार्गेटिङ शङ्करदेव एनसीसी इभन एनसीसी, एनसीसी अब तपाईँ वरिपरिको आफ्नो घर वरिपरिको हुनुहुन्छ, आफ्नो घर वरिपरिको कलेज पढ्नुहुन्छ भने त क्लास राम्रोसँग पढ्नु होला, त्यस नै इनफ हुन्छ, त्यसमै इनफ हुन्छ। त्योभन्दा बढी चाहिँ मलाई जहाँसम्म लाग्छ पढ्दैन होला। हजुर अलिकति जनरल नलेजहरू चाहिँ राख्नु होला, त्यो बाहेक चाहिँ पढ्दैन होला जस्तो लाग्छ। आई गेस रुटिन अफ नेपाल भन्दा लाइक स्क्रोल राम्ररी स्क्रोल गर्ने कि यतिकै स्क्रोल नहीं कि राम्ररी बुझेर स्क्रोल गर्ने हो भने करेन्ट अफेयर्स हाफ अफ द कभर हुन्छ। अनि सरले पनि भनिराख्नुहुन्छ अनि त्यहाँबाट ट्याक्कै नोट्स बनाउने, करेन्ट अफेयर्सको चाहिँ छुट्टै कपी बनाउन चाहिँ म आग्रह गर्छु क्या। अनि लास्ट टाइममा टक्क 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 पल्टाएर चाहिँ जानुहुन्छ है, त्यसरी चाहिँ पढ्न सकिन्छ। तिमी पहिल्यैदेखि यस्तै एक्टिभ हो कि अहिले कलेजमा चाहिँ यस्तो भएको? नै म पहिल्यैदेखि नै हो। पहिल्यैदेखि एक्टिभ हो? हजुर मतलब अहिले पनि कलेजमा सिआर, पहिला पनि सिआर थियो? हजुर पहिला सिआर थिए, अहिले चाहिँ हल्का सिआर नबनाऊ, अब थर्ड सेमेस्टर पछि त्यसमा गरे। फ्युचरमा चाहिँ के प्लान छ तिम्रो? मतलब हालाकि त्यत्रो त अब आई डोन्ट नो सोचेको छैन, बिबिए पछि चाहिँ के प्लान छ? बिबिए पछि आई गेस कि एमबिए कि एलएलबी हुन्छ होला। एलएलबी? हजुर एलएलबी तिर किन? एलएलबी तिर मेरो एउटा इन्ट्रेस्ट छ अनि त्यो इन्ट्रेस्टलाई यसो फुलफिल गर्नलाई जस्ट एउटा डिग्रीको लागि मात्रै नभएर कि एउटा आफ्नो सेल्फ सेटिस्फ्याक्सनको लागि चाहिँ एलएलबी तिर। पछि अनि ब्याङ्किङ तर्फ जान्छु भन्ने छ कि ल प्र्याक्टिस नै गर्छु भन्ने छ त? त्यसमा चाहिँ म ब्याङ्किङमै जान्छु, तर ल प्र्याक्टिस पनि सँगसँगै। ओके, त्यस्ता कुराहरू केही छन् जुन चाहिँ मैले तपाईँलाई सोध्न बिर्सेँ र तपाईँले सोध्दै हुन्थ्यो जस्तो केही कुराहरू छन् भने? त्यस्तो चाहिँ छैन। हजुर छैन? केही सुझाव जो अहिले भर्खरै +2 दिएर बस्नु भएको भाइ बहिनीहरू छ, बिल्कुलै मतलब बिल्कुलै सुझाव एज अ जुनियर मानेर, आफ्नो भाइ बहिनीहरू मानेर सुझाव आफ्नो भाइ बहिनीहरूलाई? सो अहिले जे आई गेस यो इनफ टाइम हो रमाइलो गर्नको लागि, यो भ्याइयो पनि। अब चाहिँ सिरियसली भएर चाहिँ एक दुई हुन्छ नि महिना चाहिँ राम्ररी पढ्नु, किनकि हाम्रो उसमा भदौमा एक्जाम हुन्छ सिम्याटको, त्यो टाइमको लागि भने चाहिँ अहिलेदेखि 1-1 घन्टा 2-2 घन्टा चाहिँ छुट्याउनुहोस्, सिम्याट पढ्नुहोस्। कि त पढ्नु मन छैन भने स्किल्स सिक्नुहोस्, केही न केही चाहिँ गर्नुहोस् है, यतिकै खेर चाहिँ नफाल्नु। यो 6 महिना भनेको एकदम प्रिसियस हो, पछि रिग्रेट चाहिँ नगर्नु होला कि पढ्नुहोस् कि स्किल्स सिक्नुहोस्, जेमा आफ्नो प्यासन छ त्यसलाई डिस्कभर गर्नु कि त ट्राभल गर्नु, बट केही न केही चाहिँ गर्नुहोस् भन्न चाहन्छु म। तिमी त फिजिकल टेस्ट दिन आएको थियो है? हजुर मलाई याद छ। हजुर एकचोटि हामी बुढा नीलकण्ठ जाँदाखेरि पनि तिमी साइडमा थियो है? हो, हरि सरले पनि तपाईँको खुब कुरा गर्नुहुन्छ। ल ठिक छ, थ्याङ्क यू फर सेयरिङ योर एक्सपिरियन्स इन एडुसफ्ट एकाडेमी। तपाईँको जुन चाहिँ जर्नी छ त्यसमा हामीले थोरै पनि कन्ट्रिब्युट गर्न पायौँ, त्यसको लागि होइन, त्यो त सबै स्टुडेन्ट्सकै इफोर्ट हो। त्यो जर्नीमा चाहिँ हामी सँगै हुन पायौँ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। एडुसफ्ट एकाडेमीलाई केही सुझावहरू छ भने भन्नु होला। एडुसफ्ट एकाडेमीलाई त्यस्तो सुझाव भन्ने चाहिँ पार्टिकुलरली छैन, बट समहाउ यो हाम्रो अनलाइनमा चाहिँ अलिक सिस्टमेटिक थोरै त्यो नोट्सहरू, अनि त्यसपछि क्लासेसको टाइममा लिङ्कहरू कहिलेकाहीँ चाहिँ यो सर्भर इस्युले गर्दा होला अलिअलि लिङ्क्सहरू, अनि त्यसपछि नोटिसहरू चाहिँ अलिक ढिला हुन्थ्यो, त्यसलाई चाहिँ कभर अप गऱ्यो भने हुन्छ। अरू चाहिँ इट्स फाइन, कन्भिनियन्ट छ, टिचर्सहरू फ्रेन्डली हुनुहुन्छ, सो गुड छ। ओके, अबको चोटि चाहिँ हामी नोट्स टाइममा अपलोड गर्छौँ। अरू केही छ? हामी त कमजोरी सुधार्दै जाने हो नि त है, त्यो द्याट विल बी टेकन इन अ पोजिटिभ नोट। थ्याङ्क यू फर सेयरिङ योर एक्सपिरियन्स, थ्याङ्क यू सो मच। थ्याङ्क यू सर।